साथीहरू तपाईहरुलाई कस्तो लाग्यो हिजो अर्जेन्टिना भर्सेस इजिप्टको म्याच वाट अ गेम 13 मिनेटमा 3 गोल गर्दै अर्जेन्टिनाले चाहिँ गेम जित्यो हैन कसैले नि सोचेको थिएनन् होला लगभग 80 मिनेटसम्म त इजिप्टले गेम जितिसकेको थियो भन्दा नि हुन्छ किनभने इजिप्ट 2-0 ले अगाडि थियो जब अर्जेन्टिना पर्सिस्टरले चाहिँ सुपर सब गर्छन् नि हो त्यहाँबाट चाहिँ गेम अर्जेन्टिनाले पल्टायो तर अहिले धेरै विवादहरू आइरहेका छन् हैन किन त्यो भिआर लिएन भनेर त्यो दोष चाहिँ रेफ्रीको कुरा हो किनभने अर्जेन्टिनाले केही गल्ती गरेको थिएन हैन उनीहरू एकजुट भएर खेले हैन लास्टसम्म डटेर खेले गोल हाने जिते तर भिआर लिनु नलिनु चाहिँ कोचको कुरा हो नि त त्यसकारणले नै यो अहिले बेकारमा हल्ला फिजाइरहेका छन् नि हैन ए अर्जेन्टिनालाई झेली गरेर जितायो भनेर त्यो केही पनि हैन अर्जेन्टिनाले गेम राम्रो खेलेको हो इजिप्टले नि धेरै राम्रो खेल्यो हैन वर्ल्ड च्याम्पियन जस्तो टिमलाई चाहिँ 80 मिनेटसम्म 2-0 ले लिड गर्नु भनेको त चान्सो नै थिएन तर अन्तिम 13 मिनेटमा चाहिँ अर्जेन्टिनाले उत्कृष्ट कमब्याक गरे भन्दा फरक नपर्ला जब रोमेरियोले गोल हाने त्यसपछि मेसीले हैन लास्टमा इन्चो फर्नान्डेजले गोल हान्दै अर्जेन्टिनालाई चाहिँ जिताए हिजोको म्याच सकेपछि चाहिँ अर्जेन्टिनाका स्टार लियोनल मेसी चाहिँ धेरै बेर रोए के गेम हारे भए नि त्यति रुँदैन थियो होला सायद किनभने उनलाई नि थाहा थियो एकदम हारिसकेको गेम थियो नि त त्यसबाट चाहिँ कमब्याक गरेर टिमलाई जिताउनु भनेको चान्सो नै थिएन एकदम एकजुट भएर खेलेका थिए कि अर्जेन्टिनी टिम हैन सब डटेर खेलेका थिए के त्यसकारणले नै यो नतिजा आउन सफल भयो हो वर्ल्ड च्याम्पियन हुनु छ भने टिममा यतिको चाहिँ चाहियो सब प्लेयर खटेर खेलेका थिएन त्यसकारणले चाहिँ हिजोको म्याचमा चाहिँ कुनै झेली भएको जस्तो लाग्दैन तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु है त अर्जेन्टिनाले झेली गरेर जितेको हो र कमेन्ट गर्नु होला है त